Welcome to the second block, and we are the farmers. We are visiting our town. We are visiting our old town road. This is Old Town Road, guys, and this is the Sugat Valley. This is Doc. This is मेरो भाइ. के हो ए खाजा साजा लिएर आस ब्याग भरेर के आज कोसलिप दाइ तपाईको छ हाम्रो पानीका बोतल छन् बङ छन् फेरि अब के आज कोसली कालो झिलामा के रे खै बदल ओडा काटेर ल्याएको त्यसले हान्थेला फेरि सिधै पौडी खेलिदिनु होला के त तित्तले मुत्तले त्यहाँ कुरा त नगर त मान्छे डल्लै मुत्रे टाहा बाल्दैछ यस्तो फटा रहेछ गाए भाइ त मुझे फोनै नगरेर राति 3 बजे 2 बजे उठेर टाहा बाल्दैछ मैले चुरीलाई भने चुरी पनि कति बेला गयो केही थाहा छैन त हामीलाई त उठ्ने बेलामा त बहुत लामो हिँड्ने यार पसिना भइगयो यत्रो हामी चाहिँ फाइनली डेस्टिनेसनमा आइपुग्यौँ सुनेको कुरालाई यो चाहिँ हाम्रो फुटबल खेल्ने ग्राउन्ड है रेड नेपाल भइहाल्छ कुन दिन किनभने यहाँ मुजी यहाँको टिम ठिक छैन कि गाउँका म्याच सिक्नेहरू भैँसी ल्याउँछन् मुजीहरू नभन्ने यार घाँस रहेछ म आफै जानुपर्छ यही हो खाली गर्दै क्या मैले पौडी खेल्न लगाएर जाम पल्लोमा जाम्दै यत्रा भरेको थियो वाह तर देखेको छैन धम्लो छ हो कसले हानिदिइसक्यो क्या यार खेलिदिनु त होला अब यसको वरिपरि सफा छ किन सफा भयो पुरा झान्छ नि त्यहाँ हिँड्ने ठाउँ थिएन सफा छ क्लिन छ ल हान्ने भाइ ए राडी नमुतेछ रे तमा प्यान भएन मुतबाट अभिषेक गराइदिला फेरि बक्सर च्यातिनेरी कटिसटी च्यातिनेरी खेल्यो भने त्यसको अरे हान्थ्यो नि त 2-4 टिप्स काकिराको त टिलिक्क टलिक खिच तल खिच दादा खिच्दै माने हान्ने छु झुन्डिने हो दाइले त घसा हान्ने दाइले भिडियो बनाइदिए पौडी खेल्दिन त हात आउने खेल्ने तिमी खेल्ने कि नि पौडी ओए लाइन मारे हैन त्यहाँको जग्गा चाहिँ लाइन मारे हैन ओके यहाँ न टिलिट ए लाइन त देखि हैन खेल्ने त पौडी
एक्सरसाइज खै पास सकिन्छ त मैले 10 आइसकेँ 10 सुने उहाँले टेक्दिनु भाइ असिना पसिना भइयो यार वाह धन्दै टाको ठोकेन अब भ्याइयो के अरे आजको मर्निङ वाक चाहिँ त्यो त माथि दिन्छ ल जङ्गली बोय भोलि भेटौँ ल जङ्गलको मान्छेलाई हामी जङ्गललाई छोड्दैछौँ त्यही नै त हो तर ए त्यहाँ पुरै योगा हान्डासिन्दा रहेको छतमाथि बसेर Oh, hey, Hobilo meres, तेरे शहर में खो गया Oh. यो बाटो त डट बाइक हिँड्ने भनेर त सरकारले डट बाइकवालालाई पनि हेर्नु पर्यो त मासले यो बाइकतिर डट बाइक डटहरू अफरोड गाडीहरू 4x4 त्यही भएर हो त थार सार गुडाउने के अरे हाइलक्स साइलक्स गुडाउनेहरू बाटो यो हो अनि उतापट्टिको चाहिँ नर्मल कारहरू अलि मिनी रिङ रोड भन्ने कि यसलाई अन्तिमको पुरै हुन्छ नि लास्ट रोड भन्ने हो टाढ त 1 सेकेन्डमा 4-5 पाइला हिँड्दैन क्या गुगुरिया भन्दा कम छैन केटा हो त्यो बहुत 40मा बिहे गरौँला हो दिपक गायक पछि गरिदियो त्यो फेरि अब सरकारी कर्मचारी हो नि त जो सर्भेन्ट त्यसलाई सोसल वर्कर के यहाँबाट कहाँ जाने हो क्या स्कुल एरिया अरे स्लो डाउन अरे ए सुस्तरी नरेमा स्कुल एरिया बिस्तारै हाँक्नु होला बाटो कोलोबालीको दाइ बिहान सफा गर्दै हुनुहुन्छ होइन यहाँ फेरि त्यो आफ्नै त्यो छ त ट्रान्सफर्मर ट्रान्सफर्मर हाल्नु पऱ्यो त पावर अर्को कुकुर छ त्यहाँ त छिमेकीको क्या हो यो साइड खै हाम्रो हेडेमाल देख्यो हेडेमाल जस्तै लाग्छ मलाई त टोखा देखाएन नि त मैले फेरि हो कि अब टोखा गएर काठमाडौँ गएर बसेको थाहा हुन्छ 1 दिन 2 दिन गएर घुम्नेलाई यत्र थाहा हुन्छ धेरै चाहिँ यस्तो हाल्दैन गरेर
यस हाम्रो आस्ताईको कालिज फार्म हेर्नु फेरि यहाँ 81 कालिज फार्म लेख्ने होला हेर्नु त्यहाँ फेरि प्रोटेक्सनमा फेरि आस्ताईको कुकुर एउटा मात्रै छ त अर्को फुस्क्यो क्या हान्नेमै होइन आस्ताईको कालिज फार्म चो के बिहान बिहान आज हाम्रो भोटेको घर आयो होइन फुलै फुलको बगैँचामा भोटेको घर लुकेछ बुलेट देखेर कहाँ हो केटा वहाँ केटा हो दुगुर पानी आयो दुगुर केटा हो दुगुर दुगुर केटा हो दुगुर दुगुर केटा हो दुगुर दुगुर केटा हो रो केटा